हेलो एन्ड वाट्सअप लभली पिपल, तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ होइन। अन्त आज चाहिँ हिजोको ब्लगमा भनेको थिएँ नि उता जान्छु, एनिमल सेन्टर जान्छु भनेर हो। त्यही जानु आँटेको नयाँ कुकुर ल्याउनु हो। त्यही हो, अब हिँड्नुहोस् मसँग। एक्सटर्नरमा चढिसक्यो होइन, अब लाग्नु आँटेको एनिमल सेन्टरतिर। त्यही अब ब्लग इन्जोय गर्नुहोस्, हेर्नुहोस् हो। अब एनिमल सेन्टरमा भेटौँ है त, बाई बाई। हामी चाहिँ फाइनली एनिमल सेन्टर आइपुग्यो होइन। स्कुटी चाहिँ यहाँ पार्क गरिराख्छु हो। अन्त यहाँ चाहिँ यस्तो रहेछ जो भित्र त्यही हो। अब भित्र पस्न आँटेको एनिमल सेन्टरमा हो। अन्त भित्र चाहिँ यस्तो रहेछ, यस्तो रहेछ यहाँ चाहिँ हो। पुरा भुक्दैछ त है कुकुरहरू। यहाँ चाहिँ यस्तो रहेछ सेल्टर उपर पुरा रहेछ कुकुरहरू। केजिया चाहिँ अगाडि 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 जाँदैछ हो। सो गाइस, हामीले चाहिँ फाइनली एउटा पप्पी अडप्ट गरेको छ होइन। त्यो चाहिँ अहिले एकछिनमा देखाउँछु हो। अन्त यहाँ भित्र चाहिँ उयो गर्नु दिँदैन रहेछ नि त, के भन्छ, भिडियोहरू गर्नु दिँदैन रहेछ हो। अन्त भाइ भिडियो नगर भन्यो होइन, त्यही भएर चाहिँ अन्त त्यति हो। अब हामी चाहिँ निस्किँदैछ हो। अन्त केजिया चाहिँ खुसी हुँदै पक्रिरहेको छ। अन्त अहिले देखाउँछु नि तपाईँहरूलाई हो कस्तो छ भनेर। त्यही हो, अब अस्ति त मरिहाल्यो बेबी हो। अब यति छिटो रिप्लेस गर्नु त मन थिएन, रिप्लेस त गरेको होइन कि, त्यही पनि साह्रै मन पर्यो नि त अब होइन। यहाँनिर छ ओइ क्रेजिया देखाउ न बेबी। ओइ मक्को चिनिस ओइ के अरेको मेरो ब्लग। अब तपाईँ पनि ब्लगमा आइस् त। अब चुपचाप बसिरहेको छ। खुसी छौ भनिदिइहाल नि अन्त, कति खुसी छौ? ए र ल, क्रेजियन खुसी छ, म पनि खुसी छु हो। अब त्यही हो, अब भित्र खिच्नु दिएन हो, नखिच्नु भन्यो नि त। त्यहाँदेखि थुप्रो थियो है नानीहरू पनि थियो, अझै 5-6वटा थियो होइन। एउटा ब्ल्याक एन्ड व्हाइट थियो कि, तर यो सबसे सानो यो हो नि त। सबसे सानो चाहिँ यही थियो त्यहाँनिर हो। यही मन पर्यो, अर्को पनि मन परेको थियो कि त्यो 3-4 महिना ठुलो रहेछ नि त। अन्त कहाँ कस्तो दामी, अब हेर्दा चाहिँ कलरहरू है दामी कि दामी थियो कि, तर पनि अब अलरेडी चाहिँ त भुकिरहेको थियो। अनि कस्तो भुक्नु थालेको थियो नि त, अन्त त्यही भएर चाहिँ नलगेको। त्यो व्हाइट र ब्ल्याक थियो नि, त्यो चाहिँ अब कस्तो हामीले चिनेको टाइपको गर्दै पनि आउनु अनि पुच्छर हल्लाएर है नयाँ लाग्यो नि चरा। त्यही हो, पुरा थियो कि भित्र। यसकै दाजु बहिनीहरू पनि थियो, ए दाजुहरू थियो, सबजना दिदीहरू। त्यही हो, अडप्ट गरिसक्यो, खुसी छु हो। अब यसलाई जुगाको दबाई खुवाउनु भन्दैछ हो। त्यही हो, अब जुगाको दबाई खुवाउनुपर्छ। अन्त अहिले रुममा गएर देखाउँछु है त कस्तो हुन्छ भनेर। बाई बाई। लुना मन पर्यो तँलाई यहाँ? लु गाइस, यो चाहिँ फाइनली रुम आइसकेको छ होइन। हाम्रो नयाँ मेम्बर बेबीको जोडी, बेबी भएको कति खुसी हुन्थ्यो होला हो। तपाईँलाई कस्तो लाग्यो? मन पर्यो तपाईँहरूलाई? मन पर्छ होला होइन। अब यसको नाम चाहिँ के राखौँ भइरहेको छ नि हौ। लुना राख्नु कि के राख्नु हो। त्यही हो, अब यसले के गर्छ के गर्दैन सबै देखाउँदै राख्छु तपाईँलाई हो। हेर्दै जानुहोस्, इन्जोय गर्नुहोस् हो। सो गाइस, अब चाहिँ म लुनाको लागि नाम चाहिँ लुना राखेँ हामीले फाइनल। लुनाको लागि चाहिँ उयो पेडिग्रीहरू लिनु जान आँटेको हो। अन्त त्यही एनिमल सेन्टरमा भन्यो नि त पेडिग्रीहरू दिनु, अरू मासुहरू चाहिँ केही नदिनु हो, खानु सक्दैन पचाउनु सक्दैन भनेर। त्यही हो, अब पेडिग्री लिएर आउँछु हो। अन्त जुगाको दबाई पनि ल्याउनु भनेको छ।
अन्त त्यो पनि लिएर यसलाई खुवाइदिएर भात पनि खुवाउने हो भोक लाग्यो होला कराएको छ हो सो त्यही हो अब भएको म हाम्रो लुनाको फर्स्ट लन्च हाम्रो रुममा बनिँदैछ हो अन्त खै कहाँ गयो उयो चाहिँ खै पेडिग्री यति नै ल्याउ न अन्त कति दिन त सो यो चाहिँ यसको पेडिग्री लिएर आएको छ होइन त्यहाँदेखि बेबीवाला चिकनको बेबीकै हो यो पप्पीको हो यो त फेरि खोलेर बेसी कम्ती ल खोलेर बेसी राख्नु हुँदैन नि बस त्यति नै भयो बस यो चाहिँ मजाले मुसेर त्यहाँदेखि दिनु भनेको छ डक्टरले हो अन्त खै कहाँ गयो लुना आइज लुना आइज लुना लुना आइज छिटो ल ए लुना माम तेरो माम हाम्रो लुनाको उयो मुकबाङ त्यही हो यसले खाँदैछ हो यसको लिएर आइ पनि सके अब त्यही हो मन पर्यो लुना मिठो लाग्यो यो चाहिँ बेबीको प्लेटमा खाँदैछ यसले यति बेला बेबी भएको बेला कति सताउँथ्यो होला है यसमा बिस्तारै बिस्तारै यसको डिटेल्सहरू दिँदै गर्छु नि के गर्छ के गर्दैन कस्तो छ होइन हेल्थमा सबै भन्छु हो दादाले 1 किलो चिकन किनेको थियो कि आधी चाहिँ पकाएर आधी चाहिँ नपकाएर गरमले गर्दा गनाएर चाहिँ यहाँ म्यामले कुकुरलाई दिँदैछ यहाँनिर बाहिरको ओइ मुखमै चेपेर हेर्नु नि ओइ खाइहाल्थ्यो खाइहाल यसलाई चाहिँ नि यो खाइहाल्नु कि अर्को पनि टिपेर लगाउँ भइरहेको छ पार्टी भइरहेको छ यसलाई त्यही हो गाइस हामी चाहिँ कुकुर भनेपछि एकदमै मरी हत्या गर्नु खोज्छ नि त माया पनि त्यस्तै गर्छु हो अन्त जुन चाहिँ कुकुरदेखि माया लाग्छ अब बेसी नदेऊ है यसलाई बेसी नदेऊ है त्यही हो गाइस के भन्नु केही छैन I don't know what to say. I'm very much happy from inside also and outside also. लुना आएर किनभने बेबी गएर कस्तो भएको थियो नि त मनहरू कि त्यही भएर चाहिँ अब यो आएर झल्का खुसी लागिरहेको छ हो यसको बानी यो चतुरै रहेछ तर है चतुरै रहेछ है यो अब सबै बुझिहाल्ने कि यहीँ जाऊ भने आइहाल्ने इत्रुमै हो खाना पकाउँदैछ भने बसेर हेरिबस्दो रहेछ तलबाट हो त्यही हो अहिले खाना खाँदैछ त्यही हो अब म भन्छु नि के गर्छ त्यसले के गर्दैन कस्तो गर्छ के गर्छ भनेर हो लुना 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 यता यता लुना यो चाहिँ सुतिरहेको छ अम्बो Passive. Luna, no, यता हामी चाहिँ खाना खानु आँटेको त्यही भएर चाहिँ यसलाई बानेको थियो कि ओइ लुना यहाँ लुना मुझे तुमने तुमसे दूर नहीं जाना कर दिया मुझे तुमने से ही मैं जाना ये दिल की आग मुझे तुमसे तेरी याद में अब बीते हर लम्हा क्या कर दिया मुझे तुमने तुमसे दूर नहीं जाना सो यो चाहिँ लुनाको नयाँ घर हो कार्टुनले बनाइदिएको हेर्नु न यस्तो छ पेन्गुइन
टक्क यहाँ आएर खेल्छ होइन, यहाँबाट पस्छ हो। भित्रबाट चाहिँ यस्तो देख्छ। हेलो उहाँ लुना तर म यहाँ न जहाँ भित्र जा भित्र जा हेलो भन्नु। कस्तो लाग्यो तपाईँलाई यसको नयाँ घर कमेन्टमा भनिदिनु ल। लुना। सो हेलो गाइस, होइन फेरि पनि आज चाहिँ लुनाको थर्ड डे हो हामीसँग। अन्त आज चाहिँ 3 दिन बाद किन भिडियो बनाउँदैछु भने चाहिँ मेरो अलिकति हेल्थ उयो भयो नि त कि सर्दी खोकीहरू लागेर साह्रो भयो हो। त्यहाँदेखि सुतेको थिएँ नि त, अन्त त्यही भएर चाहिँ मैले भिडियो बनाएको थिइनँ हो। अनि चाहिँ यो पनि अस्ति आएको दिनदेखि चाहिँ बिमार भएको थियो नि त। के बिमार भन्दाखेरि चाहिँ डाइरिया भएर हो। अन्त डाइरिया गरेकै खाना पनि कम्ती खाने हो। त्यहाँदेखि हल्का सुतेकै गर्ने भएको थियो नि त। त्यहाँदेखि अस्ति बेलुका चाहिँ यसले टट्टी गर्दाखेरि चाहिँ उयो निकालेको छ, जुगा निकालेछ हो। पेटमा चाहिँ जुगा भएछ नि त। जुगा हुँदाखेरि चाहिँ त्यहाँदेखि गएर भेटनेरीमा गएर हो। अन्त यसलाई जुगाको दबाई खुवाएर त्यहाँदेखि हिजो खाएको सिल्क वर्म भन्ने स्काई वर्म भन्ने पाउँदो रहेछ कि यत्रो हुँदो रहेछ 15 ml को हो। अन्त जुगाको दबाई अन्त ट्युब पाउँदो रहेछ, अहिले देखाउँछु नि ट्युब पाउँदो रहेछ हो। अन्त यसलाई चाहिँ मुखमा त्यो ट्युबले हालेर खुवाउनु पर्ने रहेछ 1 ml। अन्त यो चाहिँ 1 किलो 15 ग्राम छ नि त हो। अन्त 1 किलो छ भने चाहिँ 1 ml अरे, 1 किलोको 1 ml हाल्नुपर्छ अरे हो। अन्त पुरा बदमास छ यो, हेर्नु न चाटेको। लुना अबदेखि चाहिँ यो हाम्रो ब्लगमा डेली आउँछ हो। अन्त बेबीको बहिनी हो यो चाहिँ हो। अन्त केही छैन, कस्तो दामी छ है, हेल्दी छ है यो। अन्त त्यही हो, अब यसलाई एकदमै अब यसको पनि नयाँ केहरू आउँदैछ हो। तपाईँलाई ब्लगमा देखाउँदै जान्छु। अब यसलाई पछि ठुलो रेन्जसम्म ब्लगमा अब म यसलाई क्याप्चर गर्दै जान्छु। यसले के गर्छ के गर्दैन सबै देखाउँछु हो। त्यही हो, त्यही भन्नु थियो। त्यहाँदेखि पनि अहिले ठिक भएको छ हो, अहिले बिमार भएको छैन, एक्टिभ छ अहिले। खेलेकै गर्छ, कुदेकै गर्छ हो। अन्त त्यही भन्दै अबदेखि चाहिँ ब्लग डेली आउनेछ। अबदेखि चाहिँ ब्लग डेली आउनेछ हो। अन्त लुना पनि आउनेछ डेली है। लुना यता हेर्न लुना। सो त्यही हो गाइस, अब आजको ब्लग यति नै हो। अब अर्को ब्लगमा भेटौँ। अन्त त्यति बेलासम्म बाई बाई, टेक केयर। सो त्यही भन्दै लुनालाई पनि देखाउँदै यस्तो बदमास छ हो। लुनालाई पनि देखाउँदै हो। अब आजको भिडियो यतिमै राख्छु। अब अर्को ब्लगमा भेटौँ, अर्को भिडियोमा भेटौँ हो। त्यति बेलासम्म बाई बाई, टेक केयर। लुना बाई भन्दै हेर्न क्यामेरामा हेर्न बाई भन्दै लुना। ल गाइस बाई बाई। कहिले आउँछौ माया तिम्रो घरको बार